जङ्गल गहिर्दै जाँदा शिकारीलाई आफू बाटो बिराएको महसुस भयो। उनी बिहानैदेखि हरिणको खोजीमा निस्किएका थिए। हिमालको काखमा फैलिएको घना जङ्गलभित्र पस्दै जाँदा समयको होस नै रहेन। सूर्य अस्ताउँदै थियो, चिसो हावा चलिरहेको थियो र चराहरूको आवाज समेत हराइसकेको थियो र अँध्यारो छिट्टै फैलिँदै थियो। त्यही बेला उनले झाडी बिचबाट एउटा पुरानो घर देख्यो। काठले बनेको त्यो सानो घर झन्डै भत्किन लागेको थियो। भित्ताभर झार उम्रिएको थियो, छाना भत्किन लागेको थियो। अरू कुनै विकल्प नदेखेपछि उनले रात त्यही बिताउने निर्णय गरे। ढोका खोल्ने बित्तिकै आवाज चर्र आयो। भित्र धुलोको गन्ध थियो, भुइँ चिसो थियो। कुनामा पुरानो आगो बाल्ने चुलो, एउटा भाँचिएको कुर्सी र भित्तामा एउटा मात्र तस्बिरको फ्रेम झुन्डिएको थियो। त्यो एउटा परिवारको फोटो थियो। बुबा, आमा र एउटा सानो बालक, सबै सामान्य देखिन्थ्यो। ऊ आगो बाल्नेतिर प्रयास गर्न थाल्यो, तर उसको लाइटर जति कोसिस गर्दा नि बलिरहेको थिएन। केही बेरपछि उनको नजर फेरि त्यो फोटोमा पर्यो। अब उनीहरूको अनुहार फरक देखिन्थ्यो। मुस्कान आवश्यकताभन्दा बढी चौडा थियो। उनीहरूको आँखा अजीब किसिमले डोलाइरहेको जस्तो लाग्थ्यो। हल्का असहज महसुस गरे पनि उनले त्यसलाई व्यवस्था गरे। थकाइले आँखा धोका दिएको होला, उनी आफैलाई सम्झाए। आगो बाल्नुभन्दा बरु अब आराम गर्नु पर्यो भनेर ऊ सुत्ने तयारी गर्न थाल्यो। तर उसको ध्यान त्यही फोटोमा गइरहेको थियो। तर तेस्रो पटक फर्केर हेर्दा उनको मुटु नै खसेको जस्तो भयो। आँखा पुरै रातो थियो, मुख विकृत रूपमा मोडिएको थियो। डरले उनको शरीर चिसो भयो। अब उसले त्यो भित्तातिर हेर्न छाड्यो। अब ऊ जबरजस्ती आँखा चिम्म गरेर जसोतसो सुत्ने प्रयास गर्यो। बिहान जब आँखा खुल्यो, कोमल घामको किरण भित्र पसिरहेको थियो। केही बेर उनलाई शान्त मिल्यो। तर अचानक उनले त्यो फोटो सम्झियो। डर मान्दै उनले भित्तातिर हेरे। त्यहाँ कुनै फोटो थिएन। त्यो ठाउँमा एउटा झ्याल थियो।